देउबा यस्ता पात्र हुन् जसले कृष्ण प्रसाद भट्टराई र गिरिजा प्रसाद कोइराला जस्ता कांग्रेसका भेटरान नेतृत्वलाई युवा पुस्ताको तर्फबाट दरिलो दबाव दिए र नेतृत्व लिए। अहिले पनि लोकतान्त्रिक विधि र प्रक्रियामा विश्वास गरिरहेका थिए। बालेन शाहले सिंहदरबार जलाइदिन्छु भन्दा लोकतन्त्रमा बोल्न पाइन्छ, लेखेकै भरमा पक्राउ गरिहाल्नु हुँदैन भन्ने एक्ला पात्र देउबा मात्र थिए। तर उनै बालेनले समर्थन गरेको आन्दोलनले देउबालाई घाइते बनाए। प्रदर्शनकारीको आक्रमणबाट देउबा दम्पतिको गर्दन र ढाडमा गहिरो चोट लागेको छ। उनीहरू नेपाली सेनाको शिवपुरी स्थित स्टाफ कलेजमा उपचाररत छन्। उपचारका क्रममा सेनाले विदेश पठाउने प्रस्ताव पनि गरेको थियो, तर देउबाले गलत सन्देश जाने भन्दै इन्कार गरिदिए। हुन त भदौ 23 गते 19 युवा ढल्दा ओलीले अवस्थालाई सामान्य आँकिरहेका थिए, संवेदनशीलता देखाएका थिएनन्। देउबाले मन्त्री परिषद बैठक बसिरहेकै समय टेलिफोन गरेर सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खोल्नु भनेका थिए। अहिले पनि लखेटिएका 3 पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल मध्ये देउबा व्यक्तिगत रूपमा निष्कलङ्क पात्र हुन्। ओलीमाथि गिरीबन्धुको आरोप छ। नेपालले पतञ्जलि जग्गा प्रकरणमा मुद्दा खेपिरहेका छन्। प्रचण्डमाथि 5000 को जिम्मादेखि क्यान्टोनमेन्ट र शेरा दरबारको तरबार झुन्डिएको छ। तर देउबामाथि व्यक्तिगत रूपमा यस्ता किसिमका आरोप अहिलेसम्म लागेका छैनन्।